गाइस हैन आज तपाईहरुलाई चाहिँ म निजगढको भ्रमण गराउने छु तपाईहरु घुमेर फिल लिनु होला हैन भिडियोबाटै Bye, boyo. Hello guys, sky is blue and cloud is white. We are in a vibe. Yeah. So we are making some new video. हेर्नुहोस् आज हामी तपाईहरुलाई नेपालको सबै चीजहरु देखाउन गइरहेको छु नेपालको रहेको सिंगल यो चाहिँ हाम्रो बच्चाको स्कुल है बचपन का प्यार कभी भूल नहीं जाना रे भन्ने त सुने होला नि हो त्यस्तै खालको बचपन का स्कुल हो के त्यो चाहिँ मेरो मलाई चाहिँ किन यो आँपहरु सब छोड्दिनु मन लाग्छ के यहाँ आँप हेर्नु गाइस मार्छ केटाहरुले केटाहरुको राइडिङ स्कुल चाहिँ बवाल छ है मलाई नि कहिले काहीँ त हक्का लाग्छ हैन हाम्रो सिङ्गलमा त केरा बाइक केही छैन भने बनाना रिपब्लिक हुन आँटिसक्यो सिङ्गल गाउँ है मलाई चाहिँ त्यस्तो लाग्छ है तपाईहरुलाई के लाग्छ भ्यू अरूहरूले के भन्छ मौसम भ्यू जेसुकै भन्नुहोस् तर हामी चाहिँ के भन्छ बादल विथ स्काई सिङ्गली गाउँको बिजनेस कोकोलाई कति खसी चाहियो भन्नु है अहिले डिल हो अहिले डिल अब हामी आइपुग्यो खोला यहाँ अगाडि छ खोला हाम्रो साइड ब्यागमा छ ठुलठुला झोला त्यो झोलामा तोपको गोला तानेर पुरै हामी आकाशमा उडेको फिल जस्तो होला हैन ब्रान्च मिलाउन खोजिरहेको छु है म चाहिँ खोजेको यही हो खोला हामीसँग छ साइडमा झोला तोपको गोला खाएर हामी आकाशमा पुरै फिल्डमा उडिरहेको छु हो कि होइन होला बुझ्नु पर्यो है केटाहरूले अनि हामीलाई कमेन्ट गर्नु पर्यो हो कि होइन भनेर चाहिँ है गाइस हैन आज तपाईहरुलाई चाहिँ म निजगढको भ्रमण गराउने छु तपाईहरु घुमेर फिल लिनु होला हैन भिडियोबाटै मजा आएर होला हैन भिडियोमा हेर्नु त रियलिस्टिक जस्तो हुँदैन नि त तर घुम्न आउनु पर्यो कि निजगढ सिटी हेर्नुहोस् ट्रेन ल्यान्ड भयो भने टाढा पनि देख्नु त कृष्ण मन्दिर यो त वान अफ द बेस्ट मन्दिर हो निजगढको तपाईलाई कसरी देखाउने त हेर्नु होला कोही कृष्ण भगवानको धेरै नै भक्ति मान्छ भने चाहिँ यहाँ आएर पूजा गर्न सक्नुहुन्छ अरे एकदम कृष्ण अष्टमीको बेला भिडभाड हुन्छ तपाईहरु बिहानै आएर पूजा गर्नुभयो भने चाहिँ अलि भिडभाड नपाउला भन्ने मेरो कामना यहाँको मोड हो कस्तो लाग्यो त तपाईहरुलाई हैन निजगढ कमेन्टमा भन्नु पर्यो के निजगढ कस्तो छ भनेर तपाईहरुले कमेन्ट गरेको अनि कहिले पनि नयाँ राम्रो भिडियोहरु निकाल्न सक्नु हैन हामी अहिले हन्डामै हिँड्यो भने पाल छैन कि हन्डामै हिँड्यो भने पाल छैन तपाईहरुले यसरी लाइक एन्ड सब्स्क्राइब गरेर मैले के गरे इन्कम गर्न सक्यो भने तपाईहरुलाई म बुलेटमा अथवा बसमा हैन भ्रमण गराउने छु है गाइस कसैको चाहिँ हुन्छ नि त अब हात खुट्टाहरू नभएर जानु नसक्ने त्यस्तोहरूलाई चाहिँ म बोकेर घुम्नु लैजानु मन लागिरहेको छ के त्यही भएर मलाई चाहिँ धेरै नै गर्नुपर्ने छ म सफलताको लागि धेरै नै कोसिस पनि गरिरहेको छु तपाईहरुले पनि मलाई साथ र सपोर्ट दिनुपर्छ ओ कस्तो बवाल कुकुर यार कुकुर हो नि फेरि हरायो भनेर नछोड्नु घरहरू बन्दैछ नयाँ राम्रो यस्तो सिन घर बसी हेर्नु पाइरहेको छ त्यही पनि लाइक हान्दा पनि हात दुख्छ हो तपाईहरुलाई हिँड्दा खुट्टा दुख्ने अनि त्यसपछि घामले पसिनाले पोल्ने त्यस्तो हुन्छ अनि तपाईहरुलाई म घरमा बसी यस्तो बवाल सिन देखाइरहेको छु हैन यस्तो बवाल सिन देखाउँदा पनि तपाईहरुले मलाई लाइक एन्ड सब्स्क्राइब नगरिदिने यस्तो हुनु भएन नि है लाइक एन्ड सब्स्क्राइब मजाले गर्नु पर्यो है हेर्नु यहाँ निजगढको गल्ली चोकमा डुल्दै हामी तीनजना दाजुभाइ बालै छैन कसैको पनि कफलाई कुटेर हिँडिदिन्छु दाजुभाइ मेरो दाइले भाइले चलाइरहेको छ बाइक
तर पनि पालै छैन पछाडि बसेर हानिदिन्छु म पनि र्याग राइम त मिल्दैन होला तर पनि शब्दको झोला उकिरहेको छु मैले यहाँ पछाडि तोपको गोला हल्ला नगर भाइ फेरि तँलाई पनि बेलुका ल्याएर दिन्छु के भन्नु अब तोपको गोला ठिक छ हेर ल कटहर होइन कटहर चाहिँ मलाई रातभरि के बोरा बोकेर सबै सकाइदिनु मन लागिरहेको छ के गाई यो चाहिँ स्कुल कस्तो छ हेर हाम्रो गाउँमा स्कुल त होइन वाइल च्याल छ क्या स्कुल वाइल च्याल तपाईँ कुन स्कुलमा पढ्ने होइन बाह्र जिल्लामा आउनु कुन स्कुलमा पढ्ने सानै स्कुलमा म भर्ना गराइदिन्छु तपाईँको के छ विचार है होइन यस्तै हो चालामाला बाल लाग्दैन मलाई घरको चालामाला हेर्नु न गाइज होइन निजगढको अब गल्ली कुनामा सबै ठाउँ बाटो बनिसक्यो कि निजगढ सिटी यति धेरै डेभलप भइसक्यो नि होइन यति धेरै डेभलप भइसक्यो कि अब तपाईँहरूलाई म केही व्यक्तै गर्नु सक्दैन कि तपाईँहरू आफै हेर्नु क्या यहाँनिर होइन कतिको डेभलप भइरहेछ भनेर जहाँ गए पनि पिच अनि जहाँ गए नि पिच भएपछि निजगढको मान्छेहरू हिँड्नु पऱ्यो त एउटा कट्टा बेचे कि 3 तले घर एक कट्टा बेचे कि 3 तले घर त्यस्तो महँगो भइसक्यो निजगढको जग्गा यहाँ घामले गरेर मान्छे बस्नु सक्दैन होला होइन तर पैसा हुनेहरूसँग एसी पनि छ है फेरि पैसा हुनेहरूसँग एसी पनि छ फ्यान पनि छ यो ठाउँ भनेको चाहिँ ग्रोभिङ नेचर ब्युटिफुल अफ नेपाल पनि भनिन्छ क्या अलि उताको होइन अब यहाँबाट चाहिँ अब कच्ची रोड आयो क्या तपाईँहरूलाई कच्ची रोडको बाटो के देखाउने होइन त्यो चाहिँ भ्यू टावर हो है भ्यू टावर त्यहाँ माथि बसेर होइन भ्यू हेर्नुपर्छ क्या यस्तो बवाल देख्छ नि यही हो होइन ठुलो घर यहाँबाट टक्क जाने हो हामी यता जाने हो दोस्त ट्याक्क यो बाटो गोलो जाने माथिबाट सर्नु र त्यहाँ बाटो पुग्छ होइन त्यहाँ माथि गएर ट्याक्क लगाएर त्यो त्यहाँनिर घर छ एउटा यहाँबाट देखाएको छैन यहाँ आएर तपाईँहरू त्यहाँ माथिबाट भ्यू हेर्नु सक्नुहुन्छ एकदम राम्रो देख्नुहुनेछ तपाईँहरूले निजगढको अल टोटल भ्यूहरू यहीँबाट देख्नुहुन्छ है गाइस यताबाट गयो भने चाहिँ मोहरी पुग्छ है हामी मोहरी भनेको चाहिँ फर्स्ट ट्र्याक जाने बाटो फर्स्ट ट्र्याक भनेको त सबैलाई थाहा हो छँदैछ होला मध्य प्रदेश विथ काठमाडौँ फर्स्ट ट्र्याक निजगढ काठमाडौँ यहीँबाट जाने हो केटाहरू तपाईँहरूलाई आज म फुल त्यहीँनिर पुऱ्याउनु त सक्दिनँ होइन आज तपाईँहरूलाई म आधी बाटोसम्म पुऱ्याउँछु बाटो चाहिँ यताबाट जाने हो यताबाट सरर जाने हो होइन यता हामी चाहिँ यता जाने हो लाग्छ होला कति एउटै स्कुल देखायो होइन त्यस्तो होइन कि यो स्कुल भनेको बवाल स्कुल हो कि आइटी पढाइ हुन्छ आइटी भने थाहा होला नि द कम्प्युटर साइन्स त्यो भनेको नराम्रो चिज होइन नि त आइटी भनेको त ठुल्ठुलो मान्छेहरूले मात्रै पढ्न पाउँछ तर यो सरकारी स्कुलमा हुनु भनेको धेरै नै लक हो क्या नेपाली विद्यार्थीहरूलाई सो पढ्ने स्टुडेन्टहरूलाई चाहिँ राम्रोसँग पढ भन्नु चाहन्छु म त्यति नै हो होइन पढेर न यतिकै घर चाहिँ लाइफमा जसरी भए पनि बनाउनु पऱ्यो मैले होइन गाइस तिमीहरूले मेरो ड्रिम हाउस त अर्कै छ ए अब मोटर भ्लगमा तपाईँहरूले देख्नु पाउने भने रोड हो रोड बाइक अरू केही देख्नै पाउनु छैन रोडमा भएको केटीहरू पनि देख्नु पाउने छ है अहिले चाहिँ केटीहरू सबै स्कुल गएको छ कि त्यो पालि तपाईँले देख्नु पाइरहेको छैन यही हो चोक भनेको हेलो एन्ड वाट्सअप गाइज दिस इज अ लोकल भाइ लोकल ल्यान्ड यस्तो घर चाहिँ के बनाउनु हो बाटो छेउमा रातभरि सुत्नु दिँदैन बसहरू चलेर भनौँ न यो बाइकले सुत्नु दिन्छ होला तिनीहरूलाई रातभरि घर चाहिँ नबनाउनु यस्तो फिल आउँछ कि यार कहिले काहीँ त रकेट जस्तो लाग्छ भने यार सिधै यहाँनिर उयो छ है
हो यही छ कि के भन्छ यसलाई ब्रेकर स्पिड ब्रेकर के त्यो छ भन्छ त छ है भन्छ के छ स्पिड ब्रेकर मैले जसरी तपाईँहरूले नि बिर्सिनु सक्नुहुन्छ आइटीको इन्फर्मेसन टेक्नोलोजी हो आइटीको फुल फर्म इन्फर्मेसन टेक्नोलोजी मैले चाहिँ कम्प्युटर साइन्स भनेर गलत भनेको छु होइन मेरो साथीले सब सिकाइछ आफू बोडे चोरुम मात्रै मन लाग्छ के गर्नु खानु पर्यो मान्छे भएपछि होइन पुगेन भन्नु नि तपाईँहरूले आँपको बोर्सी इत्रु छ चिल्लर पार्टी जस्तो अनि आँप चाहिँ यस्तो बोलिदिन्छ कि मैले बोटै ढल्ला जस्तो के भन्नु क्या अब यो ठाउँलाई यार अचम्म लगाएर आउँदैन त गाइस त्यही हो निजगढ तपाईँहरू घरमा बसी घुम्न सक्नुहुनेछ जस्ट मलाई फलो गर्नुहोस् तपाईँ निजगढ घरमा बसी घुम्नु पाउनुहुनेछ अझ तपाईँले अरू निजगढको कुनै ठाउँ घुम्नु मन छ अबदार ठाउँहरू थाहा छ भने मलाई टक्क ह्यासट्याग लेखेर कमेन्ट गर्नुहोस् तपाईँलाई म त्यो ठाउँको पनि भिडियो बनाएर हालिदिन्छु यो हो क्या लोकल भाइ भनेर यस्तो गाडी कहीँ देख्नु भएको छ तपाईँले मैले आज देखेको तपाईँले के देख्ला यो चाहिँ पानी ट्याङ्की हो यहाँबाट चाहिँ निजगढको जनताले पानी खानी गरिदिन्छ फेरि हामी तपाईँहरूलाई यो कृष्ण मन्दिर अगाडिबाट देखाउनु गइरहेको छौँ हामी कृष्ण मन्दिर हरे कृष्ण हरे राम बोल बम त होइन नि फेरि हरे कृष्ण हरे राम मात्रै हो बोल बम त फेरि के भन्छ महादेवको मात्रै हो है कृष्ण मन्दिर चाहिँ यो स्ट्रक्चरमा छ कस्तो लाग्यो तपाईँहरू कमेन्ट चाहिँ गर्नु पऱ्यो है राम्रो लागेन भनेर निजगढ हेर्नु न यहाँ कुनै ठाउँमा अफ रोडिङ छ भनेर कमेन्टै गर्नु पर्दैन क्या तपाईँहरू घुम्नु आउनु मन लाग्छ भने चाहिँ इजीले बाइक बोकेर अथवा BMW छ भने BMW बोकेर नि आउनु मिल्यो है पुरै जहाँ गयो पनि पिच हो यो बाटोमा BMW त मस्तले चलिन्छ केही भन्नै पर्दैन BMW चाहिँ हुनु पर्यो गाइस चलाउनुको लागि BMW त मजाले चल्छ तर हुनु चाहिँ पर्यो त्यही भन्नु चाहन्छ हस्त नमस्ते आजको लागि यति नै टाटा बाइ बाइ